Do I recommend studying CA? Hi everyone, welcome to V Vlogs and this is episode 4 of Fake It Till You Make It. एउटा saying छ नि तपाईहरुले सुन्नु भएको छ कि छैन है, डाक्टरले आफ्नो छोराछोरीलाई डाक्टर बनाउँछ, एउटा लयरले पनि आफ्नो छोराछोरीलाई लयर बनाउँछ, तर एउटा सीए ले आफ्नो छोराछोरीलाई मरि गए पनि सीए बनाउँदैन। अझै मलाई सोध्नुहुन्छ भने त मेरो छोराछोरी मात्र हैन, मेरो 7 पुस्तालाई नै म सीए पढाउन लाउदिन है। अनि सायद मेरो फ्यामिलीमा पनि अलरेडी कोही सीए हुनु भएको भए मलाई नपढने भन्नु हुन्थ्यो होला। बट द थिङ इज when I was 16 I was so ambitious अनि मलाई यस्तो सीए को भूत सवार थियो हैन, मलाई भगवानले नै आएर नपढ भनेको भए पनि म मान्दिन थिए होला के। And that's the thing about being a CA aspirant. You keep going no matter what. Even when you are drowned in self doubt, you try one more time believing that you can. अब भन्न त सजिलो छ तर गर्न त्यति नै गाह्रो छ है। सो यदि मैले तपाईहरुलाई रिकमेन्ड गर्नु पर्यो भने चाहिँ के भन्छु भन्दाखेरि, यदि एकदमै धेरै प्याशनेट हुनुहुन्छ तपाई सीए लाई लिएर अनि तपाईको भित्र एकदम कुट के डिटर्मिनेसन भरेको छ भने चाहिँ यस डेफिनेटली गो फर इट। तर अब कोर्सको रेपुटेसन अनि पैसा कमाइन्छ सोचेर मात्रै चाहिँ नआउनु है। बेसिकली आउटपुट मात्रै सोचेर चाहिँ नपढ्नु, यसको लागि चाहिने इनपुट मैले दिन सक्छु कि सक्दैन भन्ने कुरा चाहिँ एकदमै ध्यान गर्नुपर्छ। सो द्याट्स इट फर टुडे गाइज, थ्यांक यू फर वाचिङ एन्ड सी यू इन नेक्स्ट वान, बाइ बाइ।